Actually, if you are looking this video, that means you want to improve. हो तिमी यो भिडियो हेर्दैछौ भन्छ पक्कै पनि तिमी आफ्नो यो बानी सुधार्न चाहन्छौ। इन्स्टाग्राम चलाउन तिमी स्क्रोल गरिरहेको छौ। अब यो स्क्रोल कतिसम्म गर्छौ भन्ने हो के। अब तिमी एउटा स्क्रोल गर्छौ केही थाहा छैन, तिम्रो दिमाग ब्ल्याङ्क छ है। तिमीलाई एउटा कुरा दिइरहेछ, फिड भइरहेछ, तिम्रो दिमागले इन्फर्मेसन आइरहेछ गइरहेछ। तर एउटा कुरा बुझ कि तिमी कन्सियस हुन्छौ हरेक पटक इन्स्टाग्राम रिल्स स्क्रोल गर्ने बेला। तिमीलाई थाहा हुन्छ पक्कै पनि कि अब के आउने हो के आउने हो, तिमीलाई बस प्योर ब्ल्याङ्क हुन्छौ के। तर अब यही कुरा तिमी एकचोटि त्यो फोन साइडमा राख र एकचोटि उसै बस ल। अहिले पनि तिम्रो दिमागमा लाग्छ अरे यार कति बोर, कस्तो झ्याउ लाग्दैछ, केही छैन जीवनमा गर्नको लागि, त्यस्तो कुरा लाग्छ होला है। तर इन्स्टा रिल्स गरेर पनि तिमीले के पाउँछौ? त्यो पनि त टाइम पासै त हो। बरु तिमी त्योभन्दा राम्रो केही पढिहाल्थ्यौ कि। तर यही म्याट्रिक्समा धेरै मान्छेहरू फसिसकेका छन्। यस्तो गर्छन्, हात स्क्रोल 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 भइरहेको छ। तिनीहरूको दिमागमा के गरिरहेछ तिमीलाई पनि थाहा हुँदैन। कति बेला इमोसनहरू राइज हुन्छन्, कति बेला डोपामिन राइज हुन्छ, कति बेला हाँस्छौ, कति बेला रुन्छौ, थाहै हुँदैन। कति बेला इमोसनल पारिन्छ त्यो पनि थाहा हुँदैन। तिम्रो फिजिकल र इमोसनल जो सेन्सेसहरू छन् नि सब त्यसमै कन्ट्रोल भइहाल्छ कि। सब त्यहीमै लिमिटेड हुन्छ। के तिमीले राम्ररी कहिले एक्सप्रेस गर्न सिक्यौ? एक्चुअली इन्स्टाग्राम रिल्स मात्र होइन, धेरै कुराहरू छन्, टिकटक, युट्युब सर्ट्स, धेरै। तिम्रो अटेन्सन स्प्यान यति कम भइसक्छ कि सायद अहिलेसम्म यहाँ तिमी पुगेको पनि नहोला कि भिडियोको पार्टमा। यो भिडियोको यो पार्टमा पुग्नुभन्दा अगाडि नै तिमीले स्क्रोल गरिसक्यो होला। यसले देखाउँछ तिम्रो अटेन्सन स्प्यान। अनि इन्स्टाग्राम रिल्स या कुनै पनि युट्युब सर्ट्स या कुनै पनि सर्टको जुन पनि सोसियल मिडिया छ, तिमीले त्यो हेरेर के पाउँछौ भन्ने ठुलो प्रश्न गर आफूलाई। एक्चुअली यसलाई लिभ गर्नको लागि यही नै गर्नुपर्छ। प्रश्न गर, यो भिडियो हेरेर के काम छ? मैले एउटा यस्तो गरेँ, स्क्रोल गर्छु, एउटा भिडियो आउँछ। अब हेर, मलाई थाहा छ, म सेल्फ कन्सियस छु, यो भिडियो राम्रो छ, मलाई डोपामिन राइज अब स्योर हुन्छ र म यो भिडियो पुरा हेर्छु। भिडियो होला 1 मिनटको या 30 सेकेन्डको। भविष्यमा यो भिडियो गएर 10 सेकेन्डको हुन्छ, किनकि हाम्रो अटेन्सन स्प्यान त्यति घटिहाल्छ। तिमीलाई थाहा हुनु पर्यो कि तिम्रो अटेन्सन स्प्यान यसले नराम्रो बनाउँदैछ। तिमीलाई थाहा हुनु पर्यो कि तिम्रो डोपामिन राइज भइरहेछ। तिमीलाई यो हेर्न मजा आइरहेछ भने चाहिँ तिमीलाई थाहा होस् कि म यो गलत गर्दैछु भन्ने। यो कुरा जबसम्म तिमी रियलाइज गर्दैन तबसम्म यो आदत कहिल्यै छुट्दैन। अनि म यहाँ कुनै ठुलो मान्छेको पर्सपेक्टिभबाट बोल्दै छैन, म आफ्नै कुरालाई रिलेट गर्दैछु। म आफै एउटा स्टुडेन्ट हुँ, म आफै इन्स्टाग्राम रिल्स हेर्छु, युट्युब सर्ट्स हेर्छु, तर पनि मेरो पढाइ त्यति कहिले बिग्रिएन, किनकि मलाई थाहा छ कति बेला हेर्नुपर्छ भनेर। एक्चुअली मेरो कहिले पनि इन्स्टाग्राम रिल्स मोर देन 30 मिनट्स नेभर, मैले कहिले गरेको पनि छैन। अनि कोही दिन त म यो चलाउँदैन। किन थाहा छ? यु सुड रुल योर माइन्ड, नट योर ब्रेन सुड रुल यु। योर ब्रेन सुड नट रुल यु। तिम्रो ब्रेनले तिमीलाई शासन गर्नु हुँदैन, तिमीले तिम्रो ब्रेनलाई शासन गर्नुपर्छ। यो कुरा भन्न खोजिरहेको म। अनि यही कुरा हामीले आफ्नो ब्रेनलाई कन्ट्रोल गरेर रोक्नुपर्छ। एक्चुअली हामी धेरैको वाच टाइम फरक भिन्न तरिकाको हुन्छ। अब कोहीको वाच टाइम 10 घन्टा नै पुग्देला। तिम्रो 10 घन्टामा 5 घन्टा युट्युब सर्टले लाग्छ भने म एउटा कुरा पक्कै भनिदिन्छु, तिमीले त्यो 5 घन्टामा तिमीले के रिल्स हेऱ्यौ भने भन्दै तिमी 4-5 जनालाई 4-5 वटा भिडियो मात्र लिस्ट गर्न सक्छौ। किन थाहा छ? तिम्रो माइन्ड मोस्टली ब्ल्याङ्क हुन्छ कि यो बस तिमीलाई खाना खुवाए जस्तो मात्र भयो कि। तिमीलाई थाहा छैन कि म खाइरहेको छु, तर यो तिमीलाई फिड मात्र गर्दैछ, इन्फर्मेसन फिड मात्र गर्दैछ कि। अनि इन्फर्मेसन पनि होइन है, त्यो फेरि ह्युमर्सहरू हुन्, हाँसो लगाउने कुरा, इमोसनलहरू कुराहरू, तिम्रो सब हर्मोन्सहरूलाई राइज गराउँदैछ। त्यस्तै भिडियोहरू हेरेर तिमीहरू स्क्रोल गर्दै बस्छौ। यस्तो कुराले कहिले पनि तिमीलाई फाइदा गर्दैन। तिमी आफै सोच, तिमीलाई त्यो 5 घन्टा रिल्स हेरेकोमा तिमीलाई थाहै भइरहेको छैन कि 5 घन्टामा मैले कति भिडियो हेरेँ। तिम्रो ब्रेन जब त्यति कुरामा कन्सियस हुन सक्ला छैन, भविष्यमा के गर्छौ? भविष्यमा पनि के तिमी रोजगारी के यस्तो गरेर पाउने हो? पाउँदैन नि। कुरा बुझ, म कुनै एडभान्स लेभलको कुरा गर्दै छैन, म नर्मल कुरा गर्दैछु। त्यो 5 घन्टामा तिमीले 5 घन्टा किताब पढ्न सक्छौ भने पढ्न सक्छौ? अभियसली नो वान क्यान डु द्याट। किनकि यसमा अटेन्सन चाहिन्छ। जो अटेन्सन हाम्रो यो इन्स्टाग्राम रिल्स लगिरहेको छ त्यसमा अटेन्सन दिन सक्छौ भने पक्कैमा तिम्रो पनि यो क्यापेबिलिटी छ कि तिमी पढ्न नि सक्छौ। तर यो दिमागलाई रुल गर्ने कुरा हुन्छ। दिमाग रिल्सहरू हेर्न मन पराउँछ, पढ्न होइन। त्यो कुरा तिमीले बुझ्नुपर्छ। अनि अब यो भिडियोको लास्टतिर आइहाल्यौँ।
अनि म भन्न चाहन्छु म कसरी आफ्नो एडिक्सनलाई कन्ट्रोल गर्छु। मान कि मैले इन्स्टाग्राम खोलेँ, मैले एउटा भिडियो हेरेँ, एक्चुअली यस्तो हुने बेला मेरो दिमाग आफै मलाई भन्छ कि एउटा भिडियो हेरिस्, योबाट तैँले के पाइस्। अब यस्तो कुराहरू मेरो दिमागमा आफै चल्न लाग्छ। अनि मैले एकपटक त्यो थट आउनुको, जब तिमी हेर्छौ र तिमीलाई त्यो थट आउँछ कि म यो गर्दै के छु, म यस्तो कुनै राम्रो काम पनि त गर्न सक्थेँ, म होमवर्क गर्न सक्थेँ, म पढ्न सक्थेँ, म केही न केही त गर्न सक्थेँ, कुनै न कुनै काम त गर्न सक्थेँ, पक्कै पनि म नेचरसँग गएर खुल्ला नेचरसँग बसेर हल्का रिल्याक्स हुन सक्थेँ कि काम हुन सक्थेँ कि त्यस्तो लाग्छ नि। यो लाग्नुको 1 मिनटभित्र, 1 मिनट त धेरै भइगयो, तिमीले 10 सेकेन्डभित्र डिसाइड गर्नुपर्छ मैले फोन राख्ने कि नै। अनि तिमीले त्यो फोनलाई यता बन्द गरेर साइडमा राख्छौ भने बुझ कि तिमीले अब के गर्नै पर्छ। एक्चुअली यो स्टार्टिङ हो। तिमीले त्यो राख्यौ अनि तिमी ल किताब खोल्यौ, तिमीलाई केही आइरहेन, तिम्रो दिमाग पुरा ब्ल्याङ्क भइसक्यो। अब अरे यो के हो यार, यो भाषै बुझ्न छैनौ, के भइसक्यो होइन, दुनियाँमा के भइसक्यो तिमीलाई थाहै छैन, तिम्रो अब दुनियाँ खत्तम भइसक्यो कि त्यो साइडमा गएर होइन। त्यस्तो भएको बेला त्यो तिम्रो पहिलो स्टेप हो कि बरु हल्का जतिसक्दो ध्यान त्यसमा एकीकृत गर्न ट्राई गर। अनि मान कि तिमी अलमोस्ट सक्नै लाग्छ छैनौ भने पनि ट्राई गर। अनि यो कुराले तिमीलाई पछि धेरै कुराहरूमा सहयोग गर्छ कि जस्तै मान तिमीलाई पानी खाने तिर्खा खाने मन, तिर्खा लागिरहेछ तर तिमीलाई बोतल धेरै टाढा छ, तिमी गइहाल्यो कि त्यो बोतल ल्याउन, किन रोकिने, पछि नि जानै पर्ने, अहिले नि जाऊ, के छ र काम, केही छैन नि। बरु रिल्स हेर्नुभन्दा एकछिन जाऊ, पानी खाऊ, ल आइजाऊ। कुनै पनि कामलाई नटाल, जो कामले गर्नु छ त्यो अहिले गर, त्यसले तिमीलाई यो बानीलाई हटाउन सहयोग गर्छ। र अर्को पनि कुरा भनिदिन्छु, मैले मेरो स्कुल लाइफमा अहिले पनि चलिरहेछ, त्यसमा धेरै पटक मेडिटेसन गरेको छु। मेडिटेसन अब कुन टाइपको मेडिटेसन भन्ने पनि ठुलो प्रश्न उठ्ला। जति बेला नि मेडिटेसन गर, खाली ठाउँमा 5 मिनट भए पनि गर न, तर यस्तो गर कि जस्तै तिमीलाई त्यो मेडिटेसन गर्ने बेला बस 3-4वटा कुराहरू मात्र थाहा होस् कि धेरै कुराहरू चल्दै हुन्छ नि त। अब एउटा कुरा आयो त्यसलाई हटाऊ, एक्कासी हटाऊ र नयाँ त्यो पुरा शान्ति, नयाँ शान्तिमा त्यही शान्ति गर होइन। शान्तिमा त्यो फिल गर कि सासहरू बाहिरभित्र गएको। मेडिटेसन गर, एक्सर्साइजेसहरूमा ध्यान देऊ। मेन्टल एक्सर्साइज भन्दैछैन, नर्मल एक्सर्साइज, जगिङ गर या घरमै बसेर पुसअप पुलअप गर, किनकि यस्ता कुराले तिम्रो दिमागलाई ट्रेन गर्छ कि यस्ता कुराले तिमीलाई मोबाइलको रिप्लेसमेन्ट दिन खोज्छ। अनि स्लोली टाइमलाई हटाऊ। मैले यहाँनिर के राम्ररी कुरा नबुझाउन सकेको होला, तर यति त दिमाग होला कि तिम्रो कि तिमी बुझिहाल्छौ कि। अनि म भन्दैन कि म कन्सिस्टेन्ट थिएन, तर मसँग यति चाहिँ सद्बुद्धि थियो कि स्क्रोलिङ गर्नुभन्दा ठिक पढ्नु। अनि मेबी मैले अहिले पनि फोन खोल्यो भने म भिडियो चलाइरहेको भइदिया, मतलब म कुनै लङ भिडियो त हेर्दैनौ तिमीहरू, मलाई कुरा थाहा छ। सर्ट्स हेर्न ला भइदिया सायद म यो भिडियो नै बनाउँथिनँ। देख्यौ म यस्तो चिसोमा बाहिर निस्केँ, यहाँ हातहरू पुरा चिसो छन्, पुरा ठन्डकले पुरा खत्तम हुने भइसक्यो, तर नि म भिडियो बनाइरहेको छु। किन थाहा छ? किनकि म सेल्फ कन्सियस छु। अनि मलाई आफ्नो दिमागलाई रुल गर्न आउँछ। मैले यो भिडियो नै बनाइसकेँ, अब युट्युब नै हालिहाल्छु, म थम्बनेल नै बनाउँछु। अब मैले आफ्नो दिमागलाई बिजी गराउँदैछु कि। अनि मेरो अटेन्सन स्प्यान कति छ भन्नाले यो कुराले बुझिन्छ। सो स्टप स्क्रोलिङ। र नेपालको नयाँ जो जेनेरेसन छ नि, जेनजी, अब नामको जेनजी मात्र भएर हुँदैन, काम पनि गर्नुपर्छ। र हामीले आफ्नो दिमाग कन्ट्रोल गर्न सकेनौँ भने यो नयाँ पिँढी खत्तम हो। किनकि अब एआई राइज हुन्छ। अब एआई राइज भइसकेपछि यस्ता कन्टेन्ट आउँछन्। मेबी फ्युचरमा 5 सेकेन्डको कन्टेन्टमा ह्युमर पनि आएला, तिम्रो हर्मोन्स राइज गरिदिएला, डोपामिन पिक गराइदिएला। त्यस्तो हुँदैन कि हामीले यो जब एउटा मोबाइलबाट हार्ने मान्छे हामी होइनौँ। हामीले यति धेरै आइस एज जस्तो कुराहरू आइस एज जस्ता कुराहरूलाई हराएका छौँ र त्योबाट विजयी भएर पनि आएका छौँ, बाँचेर आएका छौँ। त यस्ता कुरालाई हामी हराउन नसक्ने भन्ने होइन। इन्स्टाग्राम रिल्स एडिक्सन होला, तर हरेक दिन यसलाई कम गराउँदै जानुपर्छ। अब कसरी गर्ने भनेर मैले एज अ कन्क्लुजन भनिदिन्छु, डु मेडिटेसन। मेडिटेसन मैले भने नि, शान्त बस, एउटै कुरामा ध्यान दिन खोज, जस्तै मेबी रेस्पिरेसन होइन, मेडिटेसन गर। अनि अर्को कुरा कि सेल्फ कन्सियस हो कि म यो स्क्रोल गर्दैछु, तिमीलाई थाहा हुनु पर्यो कि म यो स्क्रोल गर्दैछु। अब यो स्क्रोल गरेपछि मैले के थाहा पाउँछु, अब मलाई के थाहा हुन्छ, अब मैले कुनै इन्फर्मेसन पाउँछु कि नै, यो कामको छ कि नै, मेरो कुनै काम बचाएको छ कि नै। खाली टाइममा गर्छु भने ठिक छ, तर खाली टाइममा पनि अत्याधिक गर्नु हुँदैन। 1 घन्टाभन्दा बढी जान्छ भने पक्कै पनि तिम्रो पुरा अटेन्सन स्प्यान धेरै नराम्रो भइसक्यो भने बुझ होइन। बी सेल्फ कन्सियस एन्ड मेडिटेसन, यी दुईवटा कुराले तिमीलाई धेरै सहयोग गर्छ। एडिसनल कुरा एक्सर्साइज जोड्छु भने पनि हुन्छ। एक्सर्साइज, फिजिकल एक्सर्साइज पनि धेरै महत्त्वपूर्ण हुन्छ।
अनि इन्स्टाग्राम स्क्रोल तिमीले रोकेर के पाउँछौ भन्ने पनि तिम्रो दिमागमा होला। त त्यो कुरा नै भनिदिन्छु। अटेन्सन स्प्यान बुस्ट हुन्छ, कन्सन्ट्रेसन यस्तो बवाल हुन्छ। अनि स्कुल लाइफ धेरै इजी भइहाल्छ। सरहरूले भनेको कुरा नि बुझ्न सहयोग भइहाल्छ र तिम्रो मेमोरी पनि एउटा लेभलमा एउटा यस्तो पिक गर्छ नि मेमोरी, जो आजकलको नर्मल मान्छेहरूमा हुँदैन के होइन। सो ब्रेनको ओभरअल हेल्थको लागि मैले भनेका कुराहरू धेरै फाइदामन्द छन्। ब्रेनको ओभरअल हेल्थ हुन त त्यसमा डाइट नै इम्पोर्टेन्ट हुन्छ, तर म जो कुरा तिमी कन्ट्रोल गर्न सक्छौ त्यो कुरा भन्दैछु होइन। सो ओभरअल ब्रेनको एक्टिभिटीको लागि यो कुरा इम्पोर्टेन्ट छ। र आफ्नो भविष्यको लागि पनि केही गर्नु छ भने जहाँ अब यतिमा तिम्रो हात सीमित भएर हुँदैन, धेरै ठुलो क्षेत्रले ओगट्नुपर्छ। कि त कन्टेन्ट क्रिएसन गर, कि त आर्ट गर होइन। यही भन्दै म यो भिडियो एन्ड गर्न चाहन्छु। सो धन्यवाद। तिमीले यो भिडियो हेऱ्यौ नि, अब तिम्रो लाइफ चेन्ज हुन्छ म भनिदिन्छु, किनकि तिमी सेल्फ कन्सियस हुन्छौ। सो बाई नाउ।